आज नेपाल प्रिमियर लिगले केवल एउटा खेल मात्र होइन, नेपाली क्रिकेटको दुई भावना मैदानमा उतारेको छ। एकातिर दिपेन्द्र सिंह ऐरी वर्षौंको मौन सङ्घर्ष, चोट, आलोचना र धैर्य जसले ताली भन्दा धेरै पीडा सहे तर देश प्रेम कहिल्यै कमजोर हुन दिएनन्। अर्कातिर रोहित कुमार पौडेल काँधमा भविष्यको ठूलो सपना, नयाँ पुस्ताको आशा बोकेर नेपाललाई अझ माथि पुर्याउने साहस। आज उनीहरू मैदानमा विपक्ष छन्, तर हिजो एउटै ड्रेसिङ रुम, भोलि फेरि एउटै झण्डा मुनि। हार जितले यो सिजनको ट्रफी बदल्ला, तर यो खेलले नेपाली सपोर्टरको मुटु चिर्दै माया बढाउँछ। आज जो जिते पनि इतिहासले भोलि लेख्नेछ, यी दुई कप्तानले नेपाली क्रिकेटलाई माया गर्न सिकाए। दिपेन्द्र सिंह ऐरी भर्सेस रोहित कुमार पौडेल, यो केवल खेल होइन, यो भावना, यो पीडा र हरेक नेपालीको गर्व हो। लुम्बिनी लायन्स भर्सेस सुदूरपश्चिम रोयल्स, कसले जित्ला त यो सिजनको फाइनल ट्रफी?